एभ्रिवान खोइ हेलो नि भन्नु हेलो हामी चाहिँ आज हाइकिङ जाँदैछौँ भर्खर घरबाट हिँडेको कति भयो हामी हिँडेको 2 मिनट पनि भएन यिनीहरूले मलाई कहाँ लाग्छ थाहा छैन मलाई चाहिँ ठाउँ कहीँ पनि थाहा छैन तर आज चाहिँ हामी जाँदैछौँ अनि घाम चाहिँ एकदमै लागेको छ कि अब हामी चाहिँ अहिले भर्खर बाटो लागेको कि हेर्दै गर्नु ल गाइज हामी चाहिँ 5 मिनट हिँडेको छैन हामीलाई तिर्खा लागेको अवस्था हो होइन अनि हामी चाहिँ एक्सट्रिम यसो खाँदैछौँ मेल लागेर फेरि आसँग छुट्टै छ जेलीवाला अब मलाई पनि दिन्छ कि भन्ने आश तर दिँदैन होला के गर्नु आश मात्रै हो त्यस्तै छ ल अहिलेलाई चाहिँ लोइ गाइज यहाँदेखि बाटो टुङ्गेको जानकारी गराउँदैछु पिच बाटै छैन अब बाटो नहोला हामी त फेरि पिचमा मात्रै हिँड्ने मान्छे गाह्रो छ कता हो बाटो अब यहीँ होला हाम्रो गन्तव्य स्थल यतिसम्मै होला जस्तो छ गाइज ठाउँ अरे गाइज यो कुन ठाउँ अरे तरखाल भन्ने ठाउँ अरे यो चाहिँ साथीहरू यस्तै रहेछ गाइजहरू मोबाइल तेर्साउनु बाहेक कोही छैनन् सबैजना मोबाइलै तेर्स्याउँदैछन् हामी चाहिँ आधी बाटोमा आइपुगेको जानकारी गराउँदैछु त्यस्तै छ ल हाइकिङ हिँडेको रे तर रोड ओकालो उराल छैन बल्ल एउटा पुल आयो है साथीहरू लु है मेरो साथीहरू पुल तर्दैछन् 5वटा लु सुन्नु भयो त गाइजहरू अब हामी यहाँ गलेको अवस्था रोड हिँडेर हामी गल्यो उकालो ओह्रालो होइन रोड हिँडेर गल्यो त्यो पनि पिच रोडमा हिँडेर गल्यो भने सकिएको नि कोही त झन् थ्याच्च भइसक्यो के गर्नु त खै मेलनासी कति राम्रो मेलनासी कान्छीसी वा गर्मीले साथीहरू मेकअप भएछ मेकअप त टोपीले पो गर्नु पर्यो यहाँनिर त गइगयो मेकअप त के भन्नु फेभरेट टोपी हो लाउनै पर्यो यो नलाए फेरि अलिअलि भएको पनि जान्छ भन्ने जस्तो लागेर नि फेरि ओइ तिखे तैँले किन अघि भुकिस् वा हो सबैको आफ्नो आफ्नो तर्फबाट भ्लग आउँदैछ गाइजहरू मेरो सिस्टर आउँदै छ ल तर यहाँ त कस्तो राम्रो ठाउँ रहेछ हौ साँच्चै नै भन्नुपर्दाखेरि त के गाउँबारी अनि बाटो पनि एकदम दामी रहेछ कि अनि हामी चाहिँ पुरा एकछिन यसो घाममा अन्धो बनिदिइहालौँ भनेर बन्दी पनि हालेको सबैको थाहै तर यहाँ त राम्रो रहेछ हौ ठाउँ नि कहिले आएको थिइनँ गाइज फर्स्ट टाइम हो तर मलाई त राम्रो पो लागेको त ठाउँ त देख्न सक्नुहुन्छ अनि साँच्चै हामी चाहिँ हिँडेको कहाँ भने गुन्डुक भन्ने ठाउँ क्या बोला तूने क्या बोल रही है तू यही थ्रिलिंग पुलिंग इसमें मिस्टेक क्यों करता तू ऐसे ठाउँमा रे होइन मलाई चाहिँ थाहा छैन यो ठाउँको नाम गुन्डुक भनेको चाहिँ यता पारी पर्छ अरे जे होस् यस्तै छ ल साथीहरू बाटो देखाउने मान्छेले बाटो बिर्सेपछि कसको बाउको के लाग्छ भने जस्तो हो कि एक फन्का चाहिँ डुलेकै हामीले यहाँसम्म आएर चाहिँ बाटो टुङ्ग्यो अनि फेरि हामी लाग्यौँ अर्कोपट्टि अब यहाँबाट चाहिँ कता पुगिन्छ थाहा छैन ल कता लान्छ त्यतै डुल्नु होला नि अब एकजना थियो बाटो देखाउने त्यो पनि छैन त्यता होइन होला हौ यता छ बाटो कहाँ हिँडेको हौ साथीहरू यतै आऊ न घर पछाडि त होला नि त बाटो ल अब के गर्नु बाटो साटो छैन जता गोहो छ बाटोको गोहो छ त्यतै हिँड्नु होला त्यस्तै लाग्छ मलाई चाहिँ यस्तै छ ल साथीहरू यतै जस्तो चाहिँ लागेकै हो यहाँबाट त्यो रोड पनि रहेछ रहनु चाहिँ खासमा बाटो चाहिँ माथि अरे कि माथि तर हाम्रो सिसले यताबाट ल्याएर
बिजोक बनाइगयो नि दह्रो घुमाउने परो झन् छिटो छिटो जाउँ भनेको त झन् पो दह्रो घुमायो त सिसले त ल अब चाहिँ यो हाइकिङ हिँडेको चाहिँ होइन कि हामी हाइकिङ त यस्तो खालको हाइकिङ हिँडे जस्तो लाग्दैन रोडै रोड जङ्गल कता हो पिलेन पिलेन आयो रे पिलेन के उयो पिलेन पिलेन त अनि 3 लगाएको छ त पिलेन त अनि पिलेनमा आइपुग्यो है पिलेनमा सबैजना यहाँ पो आमा यस्तो पो हुँदो रहेछ अब हामी नि पिलेन चढ्ने ल पिलेन अरू चाहिँ होइन आसाङ चाहिँ चढ्छ पिलेन कसरी चढ्ने हौ हामी चाहिँ बल्ल डेस्टिनेसनमा पुग्यौँ होइन 2 घन्टाको हिँडाइपछि पैदल यात्रा पछाडि तर हामी बस्ने ठाउँ हेर्दैछौँ यहाँ कता के भनेर यहाँ त यस्तै यस्तै रहेछ अरू चाहिँ त्यस्तै त्यस्तै हो तर चाहिँ सुटिङ पनि हुँदैछ ल गाइज हामी चाहिँ सुटिङ पनि हेर्न पायौँ फान्टा खाने हो फान्टा फान्टा त्यसै पो अरे हौ अब चाहिँ हामी उता कान्छीपट्टि जान कान्छ भाइ अब चाहिँ हामी रेडी गर्छौँ ल खानेकुराहरू अब हाम्रो हाइकिङ चाहिँ होइन ड्राई पिकनिक चाहिँ भयो है तर यस्तै यस्तै रहेछ अब सुटिङ पनि हेर्ने हो सुटिङ पनि अनि हामी यता अब यस्तोहरू पनि खाने हो यस्तै यस्तै छ ल साथीहरू सुटिङ हेर्नु आएको जत्तिकै भयो त गाइज एन्लाले यो दिन्छ कि भनेर कति आश गरेको थियो तर दिएन खाइसक्यो त्यति नै भए पनि 1 घुर्की दिन्छ कि भन्ने कति आश दिँदै दिएन मेला यतिसम्म लोभिनी रहेछ गाइज अब चाहिँ हामी लागेको बाई बाई फोटोसोटो खिच्यो लागेको मेला हो अब हामी गएको है अब हामी फोटो खिच्दैछ साथीहरू चाहिँ दामी यता चाहिँ हाम्रो टिकटकको बिहाइन्ड द सिन हुँदैछ पुरा चल्दैछ क्यामराम्यान पोजिसनमा बसेर पुरा भिडियो गर्दै हुनुहुन्छ सिसले 2 जना पुरा जे खत्रै डान्सरहरू हो नि फुपू भदै फेरि पोजिसन डेन्जर दिन्छ क्यामराम्यानले त्यस्तै छ होला गाइज